सानो रियाक्सन भिडियो लिएर आएको छु। हेरेर प्रतिक्रिया जनाउनुलाई लाइक कमेन्ट अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। बाजे राजा चाहियो कि चाहिएन? बाजेलाई किन चाहिएन नि राजा? सबले राजा राजा भन्दैछन्। नि दाढीवाला बाजे तपाईँ भन्नुहोस् त, तपाईँलाई ज्ञानेन्द्र राजा कस्तो लाग्छ? राजा मन पर्दैन भन्नुहुन्छ, राजाको जुलुसमा आउनु भएको छ त। तपाईँ खासमा के वादी हो? तेरो दाढीवाला बाजे कहिले राजावादी हुँ भन्छ, कहिले मन पर्दैन भन्नुहुन्छ। अनि के भन्ने? ज्ञानेन्द्रसँग भएको सम्पत्ति छ नि, राजा पृथ्वीनारायण शाहदेखिको त्यो सम्पत्ति वीरेन्द्र, ज्ञानेन्द्र, धीरेन्द्र तीनजनाको आदि आदि देश जनताको बाँड्नुपर्छ त्यो पैसा। त्यो पैसा गएर फुर्ती गरे ज्ञानेन्द्रले। एउटा छोरोलाई पालन नसक्नेले राजा खाने नेपालमा हामी को हो? हामी के जानवर हौ? बाजे तपाईँ भन्नुहोस् त, राजा आउँदैछन्। मेरो राजाले के गरेर हामीले जान्दा जान्दै राजाले के गरेर के पनि एउटा पाको लाडो के पनि गर्छ। है तर यस्ता कुरा नगर्नु न, सब बुढो मान्छे भएर कस्ता कस्ता कुरा गर्नुहुन्छ बाजे तपाईँले? राम्रो कुरा गर्नु न। कहिले बाटा घाटा हेर्दा तेरो हाम्रो घर आएर मुर्ला लानु पर्यो भने, बिरामी लानु पर्यो भने बोकेर तँलाई बोकेर मैले लाने, मलाई बोकेर तँलाई लानु पर्थ्यो। अहिले बोकेर लानु पर्छ पर्दैन त। बाटो घरमा बुढा खाइसक्यो बाटो। ट्याक्सी जान्छ यहाँ जान्छ, बत्ती बाटोको धेरै यिनका बाबा थियो राजा राजा लाडा राजा राजा भएको राजा हुनु। अब कसलाई राजा दिनु भन्नु? उहाँलाई दिने राजा। प्रणाम गरे महाराज। भाग्य माने भएस तिमीलाई पशुपतिनाथले कल्याण गर। आखिर फर्की बक्सिनु भयो महाराज। अब नफर्केर के गर्नु त? जुन थाले बोलाको बोलाइ छन्, फर्की भनेको भनै छन्, त्यही भएर म त फर्की। काठमाडौँमा शाह राजा, धरानमा राई राजा, म चाहिँ कराई राजा। भनेपछि होइन, हाम्रा देशका भ्रष्ट नेताहरूलाई पनि भोइ पखाली गरेर शुद्ध बनाउँछु। त्यति मात्र होइन, देशलाई नै भोइ पखाली गरेर पुरै भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु, लाइक गरिदिनु, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है प्लिज। 1000 सब्सक्राइब पुऱ्याउनु छ पहिले छिटो।